Hello, namaste everyone. Welcome back to again my vlog. So, सुबह बिहानी सुबह गुड मर्निङ सबैजनालाई। र आज हाम्रो गान्तोक यात्राको डे 2 रहेको छ र भर्खरै सनराइज हुँदैछ। बिहानै 36 बजेको छ अहिले र देख्न सक्नुहुन्छ पछाडि हिमालमा चाहिँ सनराइज भइरहेको छ। यति दामी सनराइज यो देखेर मन नै एकदमै रमाइरहेको छ। र आज डे 2 रहेको छ र डे 2 मा चाहिँ हामी एकदमै यो गान्तोक गाउँलाई अवलोकन गर्नेछौँ। गान्तोक गाउँ डुल्नेछौँ। यहाँ रहेको भाषा संस्कृति कला सब कुछ राम्रोसँग निहाल्नेछौँ नजिकबाट। र देख्न सक्नुहुन्छ यता रह्यो हाम्रो माछापुच्छ्रे हिमा, यता रह्यो हाम्रो अन्नपूर्ण हिमा। र अन्नपूर्णमा चाहिँ धेरै घाम लागिसकेको छ, उता चाहिँ अलिकति लाग्न बाँकी नै छ। र एकदमै दामी सनराइज हुँदैछ। सबैजना बिहान उठेर फोटो खिच्नमा एकदमै व्यस्त हुनुहुन्छ। सबैजना एकदमै धेरै यहाँ यात्रीहरू आउनुभएको छ, एकदमै धेरै गेस्टहरू हुनुहुन्छ। र त्यो रह्यो हामी यहाँको बस पार्क स्टेसन, एकदमै धेरै गाडीहरू छ त्यहाँ। र हामी आएको थियो बसमा र आज पनि बसमा नै जानुपर्ने हुन्छ। सो ल यता चाहिँ हाम्रो गाउँ यस्तो यहाँ चाहिँ कस्तो रहेछ भने चाहिँ गाउँमा चाहिँ बाटो चाहिँ अझै पनि कच्ची नै रहेछ, होइन बाटो चाहिँ एकदमै खतरनाक नै रहेछ। ठिकै छ, ल हामी गाउँमा बसेको मान्छेलाई बाटोको कुनै सवाल भएन। र यता चाहिँ हाम्रो मेन गाउँ रहेको छ र होमस्टेहरू होटेलहरू यति धेरै छन् कि यहाँ हजुर जाएर पनि स्टे गर्न सक्नुहुन्छ एकदमै दामी प्राइसमा। र यही नै थियो। र आज म देखाउने छु हजुरलाई डे 2 मा के भन्दा गाउँको एकदमै दामी दृश्यहरू, यहाँको गाउँको रहनसहन भाषा संस्कृति र यहाँको गाउँको सही। ल त्यो भाइरल प्लेस चाहिँ यही हो, होइन? ल त आज अब सुरु हुन्छ हाम्रो गान्तोक यात्राको डे 2। र भर्खरै अब तल गएर खाजासाजा खाएर त्यसपछि हामी निस्किन्छौँ होटेलबाट, चेकआउट हुन्छौँ। त्यस पछाडि हामी गाउँ डुल्नेछौँ। त्यस पछाडि म हजुरलाई देखाउने छु यहाँ गाउँको सबै दृश्यहरू। सो त्यस बेलासम्म स्टे ट्युन। सबैले आएर बनाउने रिल भिडियो टिकटक जे छ सोसियल मिडियामा हाल्ने जति पाइन्छ। सो ठाउँ यही नै हो। र देख्न सक्नुहुन्छ यहाँ चाहिँ एकदमै अर्ग्यानिक फुडहरू है, करेला यताउति सबै थोक आफ्नै बारीमा उब्जाएर कस्टमरलाई सर्भ गर्नुहुन्छ। एकदमै खुसी लाग्यो यो कुरा। र बजारबाट ल्याउनु भन्दा चाहिँ यहाँ ल्याएर आफ्नै बारीमा उब्जाएर कस्टमरलाई सर्भ गर्नु एकदमै ठुलो विशेषता चाहिँ गान्तोक गाउँको लाग्यो। सो एकदमै दामी होटेलहरू हजुरहरूले जति नै पाउनुहुन्छ स्टे गर्नलाई। आउनुभयो भने नो टेन्सन, केही भएन। र यताबाट पनि मजाको डाँडाबाट सनराइज हुँदैछ। हिमालमा सनराइज भइसक्यो होइन, तर यो डाँडाबाट पनि घाम चाहिँ सनराइज हुँदैछ। सो एकदमै खुसीको कुरा। ल यहाँ चाहिँ नोटिस छ, कृपया यो फुल नटिपिदिनु होला, फुल टिपेमा जरिमाना लाग्नेछ। ओके ल केयर हुनु पऱ्यो यसको बारेमा। र गाउँ यही नै हो। गाउँ अझ योभन्दा माथि पनि छ होला सायद, तर हामीले देखे जतिको भएको जतिको चाहिँ यही नै हो गाउँ। सो दिस इज द प्लेस, होइन? मान्छेहरू आउने, टिकटक बनाउने, रिल्स बनाउने, एभ्रिथिङ। र मैले पनि रिल्सहरूमा भिडियोहरूमा टिकटकहरूमा युट्युबहरूमा सबैतिर देखेको चाहिँ यो है। ल कस्तो छ त रिल्स भर्सेस रियालिटी, एकदमै फरक छ त छैन है? जस्तो रिलमा देखाइएको थियो त्यस्तै नै छ प्लेस। यदि हजुरहरू इच्छुक हुनुहुन्छ भने चाहिँ यो ठाउँमा आएर टिकटकहरू बनाउन सक्नुहुन्छ। या र यता चाहिँ निर्माण हुँदैछ साइड। ल तर यो प्लेस साँच्चै नै एकदमै अरू ठाउँहरू भन्दा चाहिँ एकदमै सुन्दर छ, एकदमै पिसफुल रहेछ। र भिडियोहरू बनाउनलाई यताउति गर्नलाई र स्टे गर्नलाई झन् एकदमै बेटर अरू ठाउँभन्दा। सो यसमा चाहिँ अलिकति भएको छैन रहेछ। ट्याङ ल यता पनि कटेजहरू एकदमै धेरै छ। र सबसे बेस्ट ठाउँ स्टे गर्नलाई यही नै छ जस्तो लाग्यो, किनकि यहाँबाट भ्यूहरू पनि एकदमै दामी देखिने। र मान्छेको चहल पहल पनि यो ठाउँमा नै एकदमै धेरै रहेछ है। सबैजना यहाँ आएर बसिराख्नु भएको छ, फोटो खिचिराख्नु भएको छ। ल यो चाहिँ बेस्ट ठाउँको बेस्ट भ्यू भइहाल्यो। र यो बाहेकको हजुरलाई म यदि राम्रो ठाउँहरू चाहिँ गाउँमा अझै पनि रहेछ भने म देखाइहाल्नेछु। र अहिलेको भिडियोलाई चाहिँ हेर्ने बन्द गरिदियो। ल
तलको द घान्द्रुक के भन्नेमा फोटोसोटो खिच्यो यताउति भिडियो सिडियो गर्दै त्यस पछाडि मान्छेको भिड एकदमै धेरै भएको कारणले चाहिँ हामी फर्स्ट डेस्टिनेसन भनेको त्यो मोबाइलको वालपेपरमा डेस्कटपको वालपेपर जस्तो देखिने ठाउँ छ नि एकदमै गाउँ भएको अनि एकदमै पुरानोहरू घरहरू भएको त्यो ठाउँमा चाहिँ हामी जान खोजेको सो अब यो केटिमहरूलाई त जहाँ त पनि हेरेकै छ सो त्यो चाहिँ इतिहास बोकेको गाउँ घर र त्यहाँ चाहिँ अझै पनि ऐतिहासिक कलाकृति चाहिँ जोगिएर राखेको भएकाले सो हामी चाहिँ मेनली चाहिँ त्यहाँ जान खोजेको थियो सो हामी चाहिँ त्यहाँ जाँदैछौँ र होटेलहरू बन्ने कार्यक्रम एकदमै जारी छ जता हेरे पनि होटेलहरू बनिरहेको छ सो यो चाहिँ पुरानो हो कि नयाँ नै हो ल हाम्रो फ्यामिलीलाई पनि इन्ट्रोड्युस गरौँ यता चाहिँ आज फोटो नराम्रो आयो भने एकदमै मन दुखाइ गर्नुभएको छ र अब हाम्रो आमैको फोटोहरू चाहिँ लगभग 5 हिस्सामा 4 हिस्सा उहाँकै मात्र खिच्यो होला त्यो पनि भन्न चाहे र अहिले हामी जहाँ ठ्याक्क जाँदैछौँ त्यो हाम्रो फोटोको वालपेपर जस्तो देखिने ठाउँ र सो हाम्रो फर्स्ट डेस्टिनेसन भनेकै त्यही थियो अब यो कृत्रिम घरहरू त जता पनि छन् जता पनि बनेकै छन् सो हाम्रो फर्स्ट चाहिँ त्यही हेर्ने ऊ थियो र हजुरहरूले चाहिँ राम्रो आर्किटेक्चर राम्रो ठाउँहरू चाहिँ यता जता पनि देख्न सक्नुहुन्छ जता पनि बनाइएको छ एकदम त्यो सपनाको जस्तो छ सो यहाँ चाहिँ पानी हेर्नु अब नेचुरल्ली बगेको पानी यहाँ जति पनि छ ल खाना मिल्नेला यसो खाइदिउँ ल त पानी पनि एकदम मिठो हो ल सो हामी हजुर ए ल हस् धन्यवाद बुवा ल ओहो हिमाल त यहाँबाट त यस्तो आँखा अगाडि नै देखिँदो रहेछ एकदमै नजिकबाट ल यो घान्द्रुक नेपालको वान अफ द मस्ट भिजिट गर्नै पर्ने प्लेस यदि हजुरलाई हिमाल यो पहाड वन जङ्गल तथा यो सुन्दर गाउँहरूको हेर्न मनपर्छ यताउति गर्न मनपर्छ भने चाहिँ हजुर पक्कै पनि घान्द्रुक आउनु होला एकदमै दामी भ्यू देखिएको छ र हिमाल चाहिँ आज किन हो अलिकति हिमालमा हिउँ छैन नै भनौँ अब अलिकति मात्र चिचुरमा मात्र देखिएको छ सो ल त यहाँ टिकटक पनि हुँदैछ ल अब हाम्रो गन्तव्य रहेको छ त्यो मोबाइलको वालपेपर जस्तो देखिने गाउँको यात्रातिर र परको गाउँ भन्दा चाहिँ यो गाउँ चाहिँ एकदमै अब नेचुरल रूपमा अझै पनि यथास्थिति रूपमा जस्ताको तस्तै इतिहास बोकेर बसेको छ र देख्न सक्नुहुन्छ हिमाल चाहिँ अहिले नजिकबाट यति नजिकबाट देखिएको छ कि हजुरको अब यहाँ चस्मा लगाउनु पर्ने स्थिति आउँछ सो ल एकदमै दामी घरहरू अझै पनि जोगाएर राखिएको छ कला संस्कृति यताउति ल त्यो हजुरले देख्न सक्नुभएको गाउँ चाहिँ यहाँनिर है त्यो ठाउँनिर हामी जाँदैछौँ र त्यो जानलाई हाम्रो यो बाटो भएर जानुपर्ने हुन्छ सो ल यो ढुङ्गाहरू चाहिँ एकदमै मोटो यो निसी खोलाको जस्तो युज गरेको छ र यस्तो ढुङ्गाहरू चाहिँ हजुरको कम्तीमा पनि 9-10 पुस्तासम्म जोगिराख्ने हुन्छ र यो रह्यो मोबाइलको घर र वालपेपर जस्तो देखिने घरहरू र यो आँगन हेर्नु आँगन कति सफा छ आँगनमा ढुङ्गाहरू बिछाइएको छ यो बाटोमा पनि ढुङ्गाहरू बिछाइएको छ र यति क्लिन छ कि हजुरहरूले यहाँ फोहोर मैला यताउति प्लास्टिकका टुक्राहरू भनेको कतै पनि पाउन सक्नुहुन्न र हो त्यो र मेन बजार घान्द्रुकको मेन गाउँ र भनेपछि यो भनेको अलिकति छुट्टिएको वारेपट्टिको गाउँ रहेछ सो उताको भन्दा मलाई चाहिँ यताको मन पर्यो र देख्न सक्नुहुन्छ यहाँ चाहिँ पुरै सक्नुहुन्छ यहाँ चाहिँ सबै गाउँले परिवेश रहेको छ सो यति राम्रो घरहरू छ यहाँ मकैहरू सुकाइएको छ मकै खेती हुँदो रहेछ र देख्न सक्नुहुन्छ यहाँ करेला एकदमै गाउँको अर्ग्यानिक चिजहरू छ सो
ल म जाँदैछु अझै तल आमा चिया खानुभयो ल यति राम्रो घरहरू बनाइएको छ प्रत्येक घरमा आँगन छ आँगनको साइडमा बिस्कुनहरू सुकाइएको छ मकैको बिस्कुनहरू सुकाइएको छ केही न केही खेतीपाती गरिएको छ अनि लोकल आफ्नो बारीमा फलाइएका चिजबिजहरू थन्काएर राखिएको छ र यो हाम्रो सायद मैले यो बातहरू चाहिँ रिलहरू भिडियोहरू अथवा कुनै मुभीहरूमा चाहिँ पक्कै देखेको थिएँ र अहिले चाहिँ ठ्याक्क रियालिटीमै आफूलाई त्यो देख्नबाट एकदम खुसी लाग्यो र ड्याङ ट्याङ ड्याङ र यो चाहिँ हामी आएको बाटो भयो यो चाहिँ गाउँ भयो र मेनली पुरानो गाउँ इतिहास बोकेको गाउँ भनेको त्यो हो र अहिले हामी त्यहीमा जाँदैछौँ र देख्न सक्नुहुन्छ यो घरहरूमा पनि यति सजावट गरिएको छ यति खर्च गरिएको सजावट गरिएको छ कि यो देख्न सक्नुहुन्छ यति धेरै ढुङ्गाहरू छ यति धेरै ढुङ्गाहरू मिलाएर राखिएको छ अथवा लगानी यति धेरै गरिएको छ कि यो जुन हाम्रो पुरानो घरको भन्दा धेरै लगानी त हाम्रो यो बाटो घाटो यता चौपारा यताउति सार्वजनिक चिजहरूमा यहाँ लगानी गरिएको पाइयो कि धेरै चिजहरू सो एकदमै दामी गाउँ सायदै अब नेपालभरिमा नै वान अफ द मस्ट एकदमै हेर्न पर्ने गाउँमा चाहिँ यो गाउँ पनि पर्छ सो ल मेरो पछि चाहिँ भैँसी पनि आएको मैले मान्छे भन्नु थालेको भैँसी रहेछ ल मैले कुर्न पर्ने हुन्छ मेरो टिमलाई ल यस्तो चौबाटोहरू चाहिँ मलाई यति मनपर्छ कि र यो चौबाटो चाहिँ सङ्गमको स्थल भनिन्छ नि जस्तै यताबाट आउने मान्छेहरू पनि भेट भइरहेको हुन्छ माथिबाट आउने मान्छेहरू पनि भेट हुन्छ र यो साइडबाट आउने मान्छेहरूको पनि भेट हुन्छ र मान्छेहरू गाउँमा भेट हुँदा चौबाटोमा भेट हुँदा चाहिँ यति आफ्नो दुःख सुखका कुराहरू साट्ने कुराहरू गर्ने गफिर्ने खालको हुने भएर मलाई चाहिँ यस्तो चौबाटोहरू चाहिँ एकदमै मनपर्छ होइन सो ल हिमाल त हजुरलाई कति देखाउने आजको ब्लग नै भिडियो नै हिमाल भएको छ सो बोरिङ नहुनु होला र मजाको कुरो यहाँ सिस्नु पनि एकदमै पाइदो रहेछ ल होइन है सिस्नुहरू एकदमै दामी सिस्नुहरू सबैमै गाउँको हाम्रो बागलुङको ढोरपाटन एरियामा पाउने सबै चिजहरू लाइक यो हलले भयो यो बनमारा झार भयो यो भयो सिस्नु अनि यो भयो उन्यु हरेक कुरा हजुरहरूले हाम्रो चाहिँ ढोरपाटन चाहिँ हजुरको 3,000 मिटरमा रहेको छ भने यो चाहिँ त्यही 2-3 हजार मिटरमै होला यो पनि सो हाम्रो गाउँमा जे पाउँछ जे कुराहरू हाम्रो गाउँमा पाउँछ सबै कुरा चाहिँ यहाँ पनि पाउँदो रहेछ सो एकदमै खुसी लाग्यो म चाहिँ काण्डो गाउँमा आएको भन्दा पनि मेरै गाउँमा आएको जस्तो लाग्यो सो फिल एकदमै गाउँकै खोइ मुटु थामेर राख्छु म किनकि मैले वर्षौँदेखि जान चाहेको वर्षौँदेखि देख्न खोजेको ठाउँ चाहिँ फाइनली मैले देख्न गइरहेको छु र अब केही मिनटमा हामी त्यो ठाउँमा पुग्नेछौँ सो एकदमै खुसी लागेको छ र यो चाहिँ हाम्रो फाइनल डेस्टिनेसन हो होइन त्यसपछि म चाहिँ आजको हाम्रो घान्डो यात्राको डे 2 ब्लग नै इन गर्नेछु सो हेरौँ म त्यहाँ गए पछाडि चाहिँ भिडियोहरू बनाउने छु सो अहिलेलाई बन्द गरौँ फाइनल्ली त्यो ठाउँ हो जसमा हजुरहरूले आउने सपना देख्नुभएको थियो धेरै वर्ष पछाडि सबैले प्लानिङ गरिराख्नु भएको थियो सो ठाउँ यही नै हो र आमाहरू आउँदै हुनुहुन्छ र म चाहिँ यहाँ आएर भिडियो बनाइसकेको छु सो किनकि मलाई एकदमै फास्ट गर्नु छ मोबाइलमा चार्जर छैन सो घरहरूको डिजाइन पनि यति मिलाएर गराइएको छ कि त्यो बाटोको सेप अनुसार घरको डिजाइन गरेको छ लाइक बाटोलाई चाहिँ घरले डिस्टर्ब नगरोस् या हिँड्नलाई गाह्रो नहोस् त्यो टाइपले चाहिँ डिजाइन गरेको छ र देख्न सक्नुहुन्छ यता चाहिँ हाम्रो सिस्टरहरूले चाहिँ गुरुङ ड्रेस लगाउने प्रक्रिया एकदमै जारी छ तर उताको गाउँ भन्दा चाहिँ यताको यो नेचुरल प्लेस छ नि जुन हाम्रो ठुलो बिल्डिङहरू छैन यो चाहिँ एकदमै दामी लाग्यो उता भन्दा चाहिँ हामी बस्नुपर्ने चाहिँ खास यता रहेछ खासमा अब हामीलाई थाहा थिएन होइन हाम्रो फर्स्ट टाइम भएर खासै केही पनि थाहा पाइएन सो
बाटो छैन, चौबाटो यता गए पनि बाटो छ, यता गए पनि बाटो छ। र घरको बनावटहरू हेर्नु न ल, यो कर्नर बनाइएको छ, अनि त्यो यो बाटो ठुलो होस् भनेर बनाइएको होला सायद, अनि उडाको घरमा पनि कर्नर राखेको छ भन्नाले यति मिलाएर बनाइएको छ घरको डिजाइनहरू, आर्किटेक्चरहरू। हजुरहरूले छक्क भन्नुहुन्छ। र मैले हजुरलाई वालपेपर भन्थेँ नि, यो वालपेपर जस्तो छैन त, यो हामी आउन चाहेको गाउँ यो हो। र सबैजनाको आजको डेस्टिनेसन फर्स्ट भनेको यही नै होला। सो यो फोटोमा देखेको गाउँलाई आज रियालिटीमा देख्न जाँदैछु, एकदमै खुसी लागिरहेछ। ल वाउ, छैन त यो विन्डोजको वालपेपर जस्तो देखिने ठाउँ आज रियालिटीमा भेट्न पाउँदा कति खुसी लागेको छ मलाई। यति खुसी छु। जिन्दगीको जिन्दगीमा एउटा सपना मैले पुरा गरेको छु। र त्यहाँ हाम्रो दाइले चाहिँ के गर्दै हुनुहुन्छ, मौरीलाई घार हाल्दै हुनुहुन्छ, या घारको मर्मर भइरहेको छ। किनकि यहाँ नेचुरल कुराहरूको कुनै कमी नै छैन भने चाहिँ मौरीहरू पनि अवश्य एकदमै धेरै मात्रामा पाउँछ। सो यो जाल हेर्नु, यस्तो राम्रो जालहरू बनाइएको छ होइन। र यो घरहरू निसाल ग्रेन्ड हाउस के लेखेको छ। र यो हाम्रो पुरानो शताब्दी बाजेको पालादेखिको घर रह्यो, र अझै पनि संरक्षण गरेर राखिएको छ। यसको साइडमा चाहिँ एकदमै एडभान्स टाइपको घरहरू पनि बनाइएको छ, तर ठिक छ, नेचुरली बनाइएको छ। पुरानो कला संस्कृतिलाई केही हानि नगरी बनाउने पुरानो कला संस्कृतिलाई हार्म नगर्ने खालको गरी बनाइएको छ। सो मैले आज मेरो ब्लगमा यति खुसी भएर के बोलेछु होइन, मलाई नै थाहा छैन। त्यो ब्लग अब एकदमै बोरिङ हुनेवाला छ, एकदमै इन्ट्रेस्टिङ भइरहेको मलाई पनि थाहा छैन। सो जस्ट मैले ओहो के गरौँ त, यता जान पाउँछ कि पाउन्न। ल यो चाहिँ मेन गाउँ भयो। सो म फर्स्टमा चाहिँ यता जान्छ है त, यता गए चाहिँ कता जाँदो रहेछ। सो हेरी हल्लम गाउँ एकदमै सही। ल त्यहाँ हाम्रो सिस्टरहरूले चाहिँ डोको नाम्लो जुन गुरुङको कला संस्कृति वेशभूषा छ त्यो लगाएर चाहिँ फोटो खिच्दै हुनुहुन्छ। सो त्यो खिच्नलाई पनि सर्टेन अमाउन्ट अफ मनी पैसा तिर्नुपर्ने हुन्छ सायद। म चाहिँ खिच्दिनँ किनकि अब मलाई चाहिँ त्यस्तो फोटो खिच्नुमा रुचि त छ, तर त्यति साह्रो चाहिँ नखिच्ने। ल र एउटा कुरा चाहिँ एकदमै क्षमा माग्न चाहे हजुरहरूसँग, आजको भिडियो चाहिँ एकदमै लामो अति नै लामो हुनेवाला छ। सो राम्रो कुराहरू सबै समेट्नु नै पर्यो, समेटाउनै भनेर आजको भिडियोलाई चाहिँ लामो बनाउन गइरहेको छु। सो कृपया बोरिङ चाहिँ नहुनु होला। र पानीको सोर्सहरू पनि यहाँ यति धेरै छ कि जुन ठाउँबाट पनि जुन डाँडा कुल्सा जाऊँ न त, के भएर है, केही त हुँदैन होला। बाटोमा हिँड्न त पाइहाल्छ, बाटोमा हिँड्न त पाउनु त सबैको अधिकार नै यसो। ओहो सेम हाम्रो यो अलिकति चाहिँ निसी गाउँको त्यो हाम्रो बुढाथोक बजारको झझल्का आउने खालको छ। सो यहाँबाट कति ठुलो आएको माथि राम्रो फुल फुलेको छ। र यता चाहिँ हाम्रो डाँडामा पनि एकदमै वन जङ्गलहरू मजाको। घरतिर चाहिँ नघुसौँ मलाई होइन, किनकि घरतिर चाहिँ अलिकति पाउन्न नै। सो यति राम्रो गाउँमा हजुरहरू पनि आउन चाहनुहुन्छ भने हजुरलाई धेरै कस्ट पनि लाग्दैन। पोखरादेखि त्यही हजुरलाई 4-5 हजारदेखि लिएर 5-6 हजारसम्ममा यो ट्रिप चाहिँ गर्न सक्नुहुन्छ। यति राम्रो गाउँलाई हेर्न सक्नुहुन्छ। र मैले त सजेस्ट नै गर्छु, मर्नुभन्दा अगाडि यति राम्रो गुरुङ सभ्यता इतिहास बोकेको ठाउँलाई हेर्न आउनुहोस्, अवलोकन गर्नुहोस्, आफ्नो गाउँसँग कम्पेयर गर्नुहोस् कि आफ्नो गाउँमा ती, ल म थोरै राजनीतितिर पनि घुस्न चाहिँ, र आफ्नो गाउँमा ती मतदाता दिएर विश्वास गरेर जिताएका हाम्रा नेताहरूले कति विकास गरेका छन् र हुनुपर्ने एक्चुअल विकास चाहिँ कति रहेछ। सो यो गाउँबाट चाहिँ देख्न सकिन्छ, बुझ्न सकिन्छ। र नेक्स्ट टाइम चाहिँ अवश्य पनि हजुरहरूले भोट दिँदाखेरि यदि यो हजुर यो गाउँमा आएर, यो ठाउँमा आएर यहाँको विकास, यहाँको रहनसहन, इतिहास, कला संस्कृति बुझ्नुभयो भने चाहिँ पक्कै पनि
बुझेर मत हाल्नु हुनेछ। सो दिस इज माउन्ट पूर्ण अनि त्यो चाहिँ सो भिडियो एकदमै लामो हुनेवाला छ। सायद मैले यसलाई 3 पार्ट नै बनाउँछ होला होइन, एकदमै लामो भिडियो भएको कारणले अलिकति बोरिङ हुनसक्छ। अझले त्यो बोरिङ फिल नगराउनको लागि अझलाई मैले पार्टमा चाहिँ डिभाइड गर्नुपर्ने हुन्छ। ओहो हेलो कता म त सकेँ सबै। ल म यसो कता जाने अब यता त्यही उनीहरू घरहरू छ। ल यता पनि गइ हेरौँ होइन कस्तो छ। म चाहिँ अगाडि त्यताको साइड गएँ, अब चाहिँ यताको साइड पनि जाऊँ। र यो चाहिँ अलिकति मुस्ताङको यो गल्लीहरूको भाइ छ भने खालको। तर म मुस्ताङ भन्ने गएको छैन, तर मैले भिडियोमा देखेँ अनुसार चाहिँ सेम मुस्ताङमा पनि यस्तै ठाउँहरू छ। उता पनि छ के उता सो कति आफूलाई मात्रै देखाइराख्नु। सो यहाँ चाहिँ मेनली चाहिँ गाउँ नै होइन, गाउँ नै फोकस गर्ने हो। के यो मोबाइलको जस्तो वालपेपर देखिने ठाउँ यही नै हो। फाइनली जीवनमा लास्टमा एकचोटि भिजिट गरियो। सो त्यो रह्यो। अगाडि त्यहाँ म्युजियम पनि छ अनि धेरै राम्रो घरहरू पनि छ। सो यही नै हो। तर उताको भन्दा मैले धेरैचोटि नै भनिसकेको छु, यो गाउँ चाहिँ एकदमै दामी छ, एकदमै नेचुरल छ, एकदमै कला संस्कृतिले भरिपूर्ण गाउँ छ। सो यदि हजुरहरू घाटोक आउँदै हुनुहुन्छ भने चाहिँ म रिकमेन्ड गर्न चाहन्छु कि हजुरहरू उताको बजार साइड भन्दा यता साइड यो गाउँ आएर बस्नु होला, किनकि यता चाहिँ एकदमै दामी ठाउँ छ अनि बस्नलाई पनि एकदमै दामी छ। सो यही नै हो। अबको हाम्रो यात्रा भनेको थोरै माथि डाँडानेर हुनेछ। सो त्यहाँभन्दा अगाडि चाहिँ हामी जाने छैनौँ र। हेलो फ्रम घान्द्रुक। ल यो चाहिँ लास्ट भिडियो है, आज पार्ट 2 को चाहिँ यो लास्ट भिडियो। सो यो चाहिँ लास्ट डेस्टिनेसन हो र सबैभन्दा राम्रो ठाउँ पनि यहीँनिर रहेको छ। सो आज चाहिँ यो ठाउँनिर आएर चाहिँ इन्डियन गरौँ न भनेर चाहिँ यो ठाउँमा आइएको छ। सो एकदमै दामी है। यो पछाडिको यो 19को वालपेपर जस्तो देखिने ठाउँ जुन हजुरले रिल फेसबुक टिकटकहरूमा देखिराख्नु भएको थियो। सो त्यो ठाउँ चाहिँ यो रहेको छ। सो देख्न सक्नुहुन्छ पछाडि हिमालहरू यति मजाको देखिरहेको छ। बिहान अलिअलि सनराइज हुँदा पनि त्यति राम्रो देखिएको थिएन। सो अहिले चाहिँ एकदमै दामी देखिरहेको छ। सो यहाँ चाहिँ होटेलहरू रहेको छ र गेस्टहरू पनि अलिकति भिआइपी खालको रहेछन् होइन। सो इन्ट्री पाइएन अगाडि। सो त्यसको लागि चाहिँ दुखी छु म एकदमै। सो देख्न सक्नुहुन्छ एकदमै दामी है। यस्तो दामी बनाइएको छ कि आँगनमा फुलहरू हेर्नु न कति दामी फुलहरू फुलाइएको। अनि यहाँ हाम्रो ढुङ्गाहरू बिछाइएको छ र यो आर्किटेक्चर पनि एकदमै दामी छ। यो अगाडिको हेर्नु मौरीको घारहरू छ अनि यस्तो छ कि लाइक यो हेभन जस्तो छ कि ठ्याक्क स्वर्गको टाइपको नै छ। स्वर्ग एमआरबीले भन्छ नि स्वर्ग हेर्ने गाइस, स्वर्ग यही नै हो। एमआरबीले भनेको ठाउँ स्वर्ग होइन है, यो ठाउँ चाहिँ स्वर्ग हो। सो एकदमै खुसी लाग्यो र सो आजको भिडियोलाई पनि यहीँनिर इन गरौँ। सो मिल्थे नेक्स्ट पार्टमा म अवश्य पनि यस्तै राम्रो ठाउँहरूमा कतै जाँदैछु। सो त्यसको भिडियो पनि छिट्टै नै आउने छ। सो त्यतिखेरसम्म मलाई लाइक कमेन्ट सब्सक्राइब एन्ड सबै कुरा गरेर मेरो भिडियोमा जोडिनु होला। सो त्यही भन्दै आजको भिडियोलाई पनि घाटोकको यस पार्ट 2 लाई पनि यहीँनिर टुङ्ग्याउन चाहन्छु। सो नमस्ते, फेरि मिल्थे नेक्स्ट भिडियोमा। बाई बाई।